यो पहिला खिचेको थिएँ अनि फेरि माथि राखेको थिएँ। टोराको यो बाटो हो भेटाउन गाह्रो यहाँ कसलाई त्यो बाटो हो ल ल ल यसरी बत्ता पुगे र होइन त्यो ए त्यो त ऊ हो त्यो मान्छे कोही मान्छे मरेर सिधो सिधो कपडा लाँदैन हेलमेट लाउँदैन नि हतपति तर त्यस्तो गर्नुहुन्न के रुल्स फर एभ्री वान भनेपछि सेतै हेलमेट किन्नु पऱ्यो के 13 दिनलाई किन्नु हो सेतै हेलमेट किन्नु पऱ्यो नि त नेपालमा चाहिँ त्यो अलाउड छ भन्नु के त्यो त कटिसक्यो त हिँड्नु पऱ्यो नि भाइ सब हालिदिन्छ एकैचोटि के 4-5 हेलमेट नलाउनेहरू ओहो टोखामा हेलमेट के छ हेलमेट नला भनेको तर सरकारले भने ल अगाडिको स्कुटरको 2जना दाहरू नि हेलमेट नलाइ बिन्दास ओहो जम्का भेटघाट भएको छ के हो टोखामा त नेपाल सरकार नेपाल सरकार के हो टोखामा हेलमेट नलगाए नि हुने हो कि वास्तै छैन यताको मान्छेलाई त तेराको बेरा भयो अघिर बस्दा तलाई निकै यो हो क्या भ्यू आउने ठाउँ भने यो हो क्या सब्बा लाउँदैन नि होइन हल्का माथि लगभग माथि गरेर खानु भने मतलब पेट ठन्डा चाहिँ कसरी हुन्छ हौ कि पछाडि बसेर खाँदा खाँदा हो स्लिपेरी रोड के हो आमामा हेलमेटको साइडमा बोकेर चट्ट लगेर आज चाहिँ झोर आइपुग्यो चट्ट लगाएर यहाँबाट तल जाने बाटो चाहिँ झोरको झर्ना जाने बाटो भयो सिधै तल राखेन र त्यहाँ हामी यता आउँछ नि यता तल यही त हो नि त्यो रुख ढलेर उसलाई लागेको कडा भन्नु गुरुङ गाउँ जानलाई मान्छे यहाँ बसेर पहिला यो खाइदिउँ त्यसपछि गइदियो ल के मान्नु तौरा नि त्यो समाज है उसलाई बरु यहीँ हालु मजा नि अनि मुखले एकवटा लिनु अनि यो मानि ल आउने छ नि त घाउ लाग्ने बाटै हो कस्तो सुकाउँदा
मेरी सरकस सबजना गुरुङ गाउँतिरबाट फर्किँदैछन् हामी जाँदैछौँ लागेको अवस्था आउने बेला झन् कस्तो हुने हो कुन्नी यो गुरुङ गाउँ गएन यो नुवाकोट होला नि त भाइ केटा हो यहाँ चाहिँ भिडियो गर्न नपाउला फेरि यस्तो छ मौसम गुरुङ गाउँको मौसम अब मौसम यस्तो छ केटाकेटी हो गुरुङ गाउँमा हुस्सु लागेर हुस्सु भएको छ फर्किने बेला झन् कस्तो हुने हो थाहा छैन हल्का सरी भन्ने अवस्था शिवपुरी गाउँपालिका कुन रोड कलङ्गी होइन ककनी वाट्सएप केटा हो अब के गर्ने हो यस्तो हुस्सु लागेको छ होला बेबन्द भयो घुमकिरी आया पारीको डाँडामा हुस्सु लाग्यो खमक के हेर सजाको तिमी रमा डुल्न जाउन बाटो पनि खाली छ भ्यू हेर्ने ठाउँ दामी छ कसलाई यहाँ के भन्नु छ भाइ भ्यू चाहिँ दामी मक्खन छ मक्खन न घाम न पानी गुरुङ त्यहाँ हो भन्ने अब गुरुङ गाउने आइपुग्ने बेला भयो अब झर्ना आउँछ झर्नामा है लौकेको लौकेरै गुरुङ गाउँको झर्ना दामी रहेछ नि त दामी बब्बाल रहेछ नि त बब्बाल है केटा हो बब्बाल त फोटो हान्ने हो तिमी फर्किँदा देख्दैन नि त अहिले हामी त राम्रो हो नि दामी आँखा त पानी त मिठो छ नि त कलर पनि उसलाई के भएको छ जेमिनाई भाइ केटा हो गुरुङ गाउँ आइपुग्यो अब आइपुगिहाल्यो नि टक्क गुरुङ गाउँ वान अफ द बेस्ट सुकुटी नियर काठमाडौँ